यो तपाईँले देखिरहनु भएको चाहिँ पानी जहाँ बगिरहेको छ यो इरी लेकको पानी हो। जुन पानी इरी लेक चाहिँ ठुलो एउटा लेक छ यहाँको रिजनमा जुन लेक भेरिएसनहरू पनि देख्छ र यो पानी यसरी बग्दै 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 आउँछ र लामो बाटोबाट आएर नाइग्रा फल्स जान्छ त्यहाँ यसरी चाहिँ खस्छ र यसको पानी जति पानी बग्दै आएको लेक माथिबाट हुँदै आएर पनि त्यतिकै राम्रो देखिन्छ। जुन यो नाइग्रा फल्स जहाँ देखिरहेको छ त्यो नाइग्रा फल्स वारिपरि चाहिँ अमेरिकाको ल्यान्ड हो। जुन पारीको भाग छ त्यो अमेरिकाको हो, वारिपट्टि यो भिडियो लिइरहेको एरिया चाहिँ तपाईँको चाहिँ क्यानाडाको ल्यान्ड हो। र यो लेक यो नाइग्रा फल्समा पानी झर्नुहुन्न केही दूरी बाटोको एउटा ठुलो ड्याम छ जुन ड्यामबाट चाहिँ अन्टायर युरोपका अधिकांश भागहरूमा र अमेरिकाका पनि धेरै भागहरूमा चाहिँ बाल्ने ऊर्जा जुन बिजुली बत्तीको छ त्यो त्यहाँबाट उत्पादन हुन्छ र यो डिस्ट्रिब्युसन हुन्छ। अत्यन्तै ठुलो चाहिँ पानीको स्रोत हो र जुन स्रोतबाट चाहिँ ठुलो इनर्जी निकालिएको छ। राख्नुभयो भने यो पानीबाट बगेर जान्छ। यो मोड जुन मोड देखिएको छ त्योभन्दा अगाडिपट्टि एउटा ड्याम जस्तो छ त्यो ड्यामबाट चाहिँ यो चाहिँ पानी बिजुली निकालिएको छ पानीबाट।